आजको यस विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी नेपालको भूगोल र प्रशासनिक इतिहासलाई अलिक फरक ढङ्गले गहिराइमै पुगेर खोतल्दैछौँ। यो जानकारी कुनै पनि परीक्षाको तयारी गर्न वा हाम्रो देशको समग्र भौगोलिक संरचना बुझ्नका लागि एकदमै महत्त्वपूर्ण र रमाइलो हुनेछ। आजको हाम्रो यो यात्रा एकदमै रोमाञ्चक छ है। सुरुमा हामी नक्साको ऐतिहासिक परिवर्तन हेर्नेछौँ, त्यसपछि स्थानीय तहको संरचना, अनि केही अचम्म लाग्दा भौगोलिक तथ्यहरू, गढी र उपत्यका हुँदै अन्त्यमा प्रख्यात स्थानीय उत्पादन र निर्वाचन प्रणालीसम्म पुग्नेछौँ। ल, ढिला नगरी सुरु गरौँ। पहिलो खण्डमा प्रवेश गरौँ, नक्सा र प्रशासनिक इतिहास। समयसँगै हाम्रो देशको नक्सा र प्रशासनिक विभाजन कसरी बदलिँदै आयो, यसो हेरौँ त। हाम्रो देशको शासन संरचना प्राचीन कालदेखि अहिलेको आधुनिक सङ्घीय प्रणालीसम्म आइपुगेको कथा साँच्चै चाखलाग्दो छ। यसो विचार गरौँ त, प्राचीन लिच्छवी कालमै शिवदेव प्रथमले द्रोङ, तल र ग्राम भनेर सुरु गर्नुभएको विभाजन, जसलाई पछि अंशुवर्माले 13 क्षेत्र बनाएर अझ व्यवस्थित पार्नुभयो। त्यसपछि पृथ्वीनारायण शाहको पालामा 12 क्षेत्र अनि भीमसेन थापाको पालामा 39 जिल्ला हुँदै अघि बढ्यो। वीर शमशेरले 1952 सालतिर 23 पहाड र 12 तराई गरी 35 जिल्ला कायम गर्नुभयो, जसको व्यवस्थापन गौडा, गोस्वारा र गढी मार्फत हुन्थ्यो। आधुनिक युगमा प्रवेश गर्दा 2018 साल वैशाख 1 गते बल्ल देश 14 अञ्चल र 75 जिल्लामा बाँडियो। अनि अहिलेको हाम्रो 7 प्रदेशको आधुनिक खाका त 2072 साल असोज 3 को संविधानले दिएको। एउटा लामो र ऐतिहासिक यात्रा नै भनौँ। अब इतिहासबाट अलि यता वर्तमानकै कुरा गर्दा 2077 सालको त्यो ऐतिहासिक नक्सा अध्यावधिकलाई छुटाउनै मिल्दैन। तथ्यहरूलाई ठ्याक्कै हेर्दा 2077 जेठ 5 मा मन्त्री परिषदले कालापानी, लिपुलेख र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा स्वीकृत गर्यो। लगत्तै जेठ 7 गते तत्कालीन मन्त्री पद्मा कुमारी अर्यालले यसलाई औपचारिक रूपमै सार्वजनिक गर्नुभयो र असार 4 मा राष्ट्रपतिबाट प्रमाणित भएर यो पूर्ण रूपमा लागू भयो। यस महत्त्वपूर्ण कदमले नेपालको कुल क्षेत्रफलमा करिब 335 वर्ग किलोमिटर नै थपिदियो। यो चान्चुने रेकर्ड पक्कै होइन। अब लागौँ दोस्रो खण्डतिर, स्थानीय तहको संरचना। यी ठूला प्रशासनिक परिवर्तनहरूले अहिलेको यो विशाल संरचना कसरी खडा भयो त? 2065 साल जेठ 15 गते जब सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो नि, त्यसपछिका कानुनी परिवर्तनहरू त झन् रकेटको गतिमा भएका छन् भन्दा हुन्छ। सुरुमा 2073 फागुन 12 गते 744 वटा स्थानीय तह राजपत्रमै प्रकाशित भए, तर केही महिनामै भनौँ 2074 जेठ 11 मा अध्यावधिक गरेर 753 पुर्याइयो। 2074 भदौ 5 मा 77 जिल्लाको व्यवस्था कायम गरियो भने पुराना 5 विकास क्षेत्रहरूलाई त 2075 चैत 28 गते सधैँका लागि औपचारिक विदाई नै गरियो। अनि बल्ल खडा भयो अहिलेको ठ्याक्कै 77 जिल्ला, 6 महानगर, 11 उपमहानगर, 276 नगरपालिका र 460 गाउँपालिकाको मजाको संरचना। अब यो संरचनाभित्रको भौगोलिक भिन्नता हेर्दा त झनै रमाइलो छ। क्षेत्रफलकै कुरा गर्दा कास्कीको पोखरा महानगरपालिका सबैभन्दा विशाल छ भने ललितपुर महानगर सबैभन्दा सानो। उपमहानगरतर्फ दाङको घोराई सबैभन्दा ठूलो अनि बाँकेको नेपालगञ्ज सानो। नगरपालिकामा अर्घखाँचीको शीतगङ्गाले सबैभन्दा धेरै ठाउँ ओगटेको छ भने भक्तपुर नगरपालिका एकदमै सानो भूभागमा समेटिएको छ। गाउँपालिकाको कुरा गर्दा हुम्लाको नामखा कति ठूलो छ, तर बाराको परवानीपुर त्यसको तुलनामा ज्यादै सानो छ। एउटै देशमा भौगोलिक आकारको यस्तो भिन्नता साँच्चै गजबको छ है। तर पख्नुस्, जब हामी क्षेत्रफल छाडेर जनसङ्ख्याको कुरा गर्छौँ नि, यो सम्पूर्ण चित्र नै उल्टिन्छ। मान्छेको चाप हेर्ने हो भने त महानगरमा काठमाडौँ सबैभन्दा अगाडि छ, तर मोरङको विराटनगरमा सबैभन्दा कम छ। उपमहानगरमा चाहिँ दाङको घोराइमै धेरै मानिस बस्छन्, तर बाराको जितपुर सिमरामा एकदमै कम। नगरपालिकातर्फ बुढानी नीलकण्ठमा उच्च छ भने डोल्पाको ठुलीबेरीमा ज्यादै कम। अनि गाउँपालिकामा बाँकेको बैजनाथमा सर्वाधिक भिड छ भने मनाङको नार्पा भूमिमा त देशकै सबैभन्दा कम जनसङ्ख्या छ। भूगोल र मान्छेको यो तालमेल पूर्ण रूपमा फरक छ नि। अब यत्रा धेरै महानगरहरूलाई क्षेत्रफल र जनसङ्ख्याको आधारमा कसरी याद गर्ने त? यसको लागि केही गजबका सूत्रहरू छन्। क्षेत्रफलको लागि भा, वि, वै, का, ल सम्झिन सकिन्छ। पोखरा त पहिलो भइहाल्यो, त्यसपछि क्रमशः भरतपुर, विराजपुर, विराटनगर, काठमाडौँ र ललितपुर। अनि जनसङ्ख्याको क्रमलाई चाहिँ का, पा, भयो, ल बराबर भन्ने सूत्रबाट सजिलै सम्झिन सकिन्छ, जसको अर्थ हो काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर, वीरगञ्ज अनि विराटनगर। परीक्षाको तयारीका लागि त यो सूत्रले धेरै नै सजिलो बनाइदिन्छ। वडाहरू र प्रदेशको कुरा गर्दा कोशी प्रदेशले बाजी नै मारेको छ। त्यहाँ सबैभन्दा बढी अर्थात् 137 वटा स्थानीय तह छन्।
अनि 3वटा त महानगर मात्रै छन्। देशभरिमा 57वटा स्थानीय तहलाई पिछडिएको सूचीमा राखिएको छ, जसमध्ये कर्णालीमा मात्रै 30वटा छन् अनि गण्डकी र लुम्बिनीमा जम्मा 1-1वटा मात्र। अति दुर्गम स्थानीय तह चाहिँ देशभरि 172वटा रहेका छन्। वडाको सङ्ख्या हेर्ने हो भने पोखरा महानगरमा 43वटा वडा छन्, जुन सबैभन्दा धेरै हो। त्यसपछि काठमाडौँ र वीरगञ्जलाई 32 वडासहित सँगसँगै देख्न सकिन्छ। यी एकदमै महत्त्वपूर्ण जनसाङ्ख्यिकीय रेकर्डहरू हुन्। ल, अब तेस्रो खण्डमा जाउँ, जनसाङ्ख्यिकी र भौगोलिक तथ्य। यहाँ हामी केही यस्ता रेकर्डहरू हेर्नेछौँ जुन सुन्दा पत्यारै लाग्दैन। हाम्रो प्रशासनिक संरचनामा केही अनौठा अपवादहरू छन् जसले सधैँ ध्यान खिच्छन्। जस्तै सुनसरी, बारा र दाङ यस्ता जिल्ला हुन् जहाँ 2-2वटा उपमहानगर छन्। अनि ऐतिहासिक रूपमै नवलपरासी र रुकुमलाई टुक्र्याएर नयाँ जिल्ला बनाइएको घटना पनि स्मरणीय छ। वडा सङ्ख्याकै कुरा गर्दा कलैया उपमहानगरमा सबैभन्दा बढी 27वटा वडा छन् भने नगरपालिकातर्फ लाहानमा 24वटा छन्। एउटा रमाइलो तथ्य के भने काठमाडौँ उपत्यका बाहिर घोषणा भएको पहिलो नगरपालिका विराटनगर हो अनि काठमाडौँलाई चाहिँ 2052 साल मङ्सिर 29 गते महानगर घोषणा गरिएको थियो। अब भूगोल पढ्दा सबैभन्दा धेरै अलमलमा पार्ने कुरा गरौँ। नाम उस्तै उस्तै हुन्छ तर ठाउँ अर्कै। जस्तै कङ्काली माई बारामा पर्छ भने कमला माई सिन्धुलीमा, देवघाट तनहुमा हो भने देवीघाट नुवाकोटमा, अनि सैना मैना रूपन्देहीमा पर्छ भने मैना मैनी चाहिँ उदयपुरमा। ठ्याक्कै झुपिने खालको छ नि, होइन र? अझ केही थप कुरा, भोटमा कोशीलाई साङपो भनिन्छ अनि विश्वकै अग्लो स्थानको मन्दिर मुक्तिनाथ हो भने नेपालको सबैभन्दा ठूलो काठको मन्दिर त हाम्रे काष्ठमण्डप भइहाल्यो। हाम्रा विभिन्न स्थानहरूका उपनाम र क्षेत्रफलका संयोगहरू त झनै अद्भुत छन्। दोलखाको जिरीलाई नेपालको स्विजरल्यान्ड भनिन्छ, पाल्पाको रिडीलाई नेपालको बनारस अनि रानीमहललाई ताजमहल। पानी धेरै पर्ने भएकोले लुम्ले र गोदावरीलाई चेरापुञ्जी भनेर चिनिन्छ। अब क्षेत्रफलको जादु हेरौँ है। रामेछाप र तनहुँ दुवै जिल्लाको क्षेत्रफल ठ्याक्कै 1546 वर्ग किलोमिटर छ। बर्दिया र डोटीको पनि 2025 वर्ग किलोमिटर बराबर छ। नगरपालिकामा बनेपा र धुलीखेलको 55 वर्ग किलोमिटर, गाउँपालिकामा चम्पादेवी र चिसङ्खुगढीको 126.91 अनि अञ्चलमा कोशी र जनकपुरको 9679 वर्ग किलोमिटर क्षेत्रफल ठ्याक्कै मिल्छ। कस्तो गजबको गणितीय संयोग! हाम्रो समय र उचाइको भिन्नता पनि निकै रोचक छ। नेपालको प्रमाणिक समय 2042 साल वैशाख 1 देखि लागू भएको हो। यो दोलखाको 7134 मिटर अग्लो गौरी शङ्कर हिमाल र 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरलाई आधार मानेर तय गरिएको हो, जसले गर्दा हाम्रो समय ग्रिनविच मिन टाइम भन्दा 5 घण्टा 45 मिनेट अगाडि छ। अब उचाइको कुरा गर्दा धनुषाको मुसहरनिया समुद्र सतहबाट जम्मा 59 मिटर माथि छ। त्यहाँबाट उक्लन्दै जाँदा काठमाडौँ उपत्यका 1310 मिटर, सगरमाथा आधार शिविर 5356 मिटर अनि कालापत्थर 5542 मिटरमा पुगिन्छ। 59 मिटरदेखि 5500 मिटर माथिसम्मको डरलाग्दो उचाइको यात्रा। अब लागौँ चौथो खण्डतिर, गढी, उपत्यका र ऐतिहासिक स्थल। हाम्रा गौरवशाली धरोहरहरूको छोटो सैर गरौँ। देशभर छरिएका सङ्ग्रहालय र अध्ययन केन्द्रहरूले हाम्रो विविधतालाई जोगाएर राखेका छन्। बर्दिया र चितवनमा थारू संस्कृति सङ्ग्रहालय छ अनि चितवनकै शक्तिखोरमा चेपाङ सङ्ग्रहालय, पोखरामा माछा सङ्ग्रहालय अनि त्यहीँको पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालय छ। हेटौडामा वन्यजन्तु सङ्ग्रहालय छ। अध्ययन र प्रजननको कुरा गर्दा ललितपुरको गोदावरीमा रेड पाण्डा, नवलपरासीको कावासोतीमा गिद्ध र चितवनको मेघोलीमा हात्ती प्रजनन केन्द्र छन्। यिनीहरूले हाम्रो प्रकृति र जैविक विविधतालाई जीवन्त राख्न कति ठूलो योगदान पुर्याएका छन्। इतिहासका पाना पल्टाउँदा पराना सदरमुकाम र गढीहरूको बेग्लै कथा छ। अछामको पुरानो सदरमुकाम रेडीकोट थियो, तनहुँको बन्दीपुर, मकवानपुरको भीमफेदी, सप्तरीको हनुमाननगर अनि स्याङ्जाको नुवाकोट। गढी अर्थात् किल्लाहरूको कुरा गर्दा मकवानपुर गढी, बाराको हरिहरपुर गढी, सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढी, नुवाकोट गढी अनि रूपन्देहीको जितगढी जस्ता स्थानहरूले आज पनि हाम्रा पुर्खाको बहादुरीलाई सजीव राखेका छन्। उपत्यकाहरू र सहरका पुराना नाम सुन्दा त छुट्टै आनन्द आउँछ। सङ्खुवा सभाको अरुण उपत्यका विश्वकै गहिरो मानिन्छ। दाङ एसियाकै ठूला उपत्यका मध्ये पर्छ। डडेलधुराको जोगबुढालाई कान्छो उपत्यका भनिन्छ अनि सोलुखुम्बुमा खुम्बु उपत्यका छ। काभ्रेमा मण्डन उपत्यका छ। प्राचीन नामको कुरा गर्ने हो भने स्वयम्भूलाई पहिले पद्मकञ्चनगिरी भनिन्थ्यो, पाटनलाई मणिगल, काठमाडौँलाई कान्तिपुर, नगरकोटलाई मण्डपगिरी, विराटनगरलाई गोघ्रा अनि भक्तपुरलाई खोपी
शालिग्राम, आहा कति मिठा र उन्नत नामहरू। अब हामी अन्तिम खण्डमा छौँ, प्रख्यात वस्तु र निर्वाचन। भूगोलले कसरी हाम्रो स्थानीय अर्थतन्त्र र राजनीतिलाई डोर्याउँछ त हेरौँ है। हाम्रो भूगोलले स्थानीय उत्पादनलाई कति प्रभाव पार्छ भन्ने कुरा यी प्रख्यात वस्तुहरूले प्रष्ट पार्छन्। भक्तपुरको जुजुधौ, माटोका भाँडा र कालो टोपी निकै चर्चित छन्। भोजपुरको खुकुरी, मुस्ताङ र जुम्लाको स्याउ अनि गुल्मी र स्याङ्जाको कफी त सबैलाई थाहा भएकै कुरा हो। दाङ, बाँके र बर्दिया कपासका लागि अनि कास्की, पस्मिनाका लागि चिनिन्छन्। ठोखाको चाकु, पाल्पाको करुवा, दैलेखको छाला, चितवनको तोरी र टिकनी अनि बोडेको चिउरा, यी केवल वस्तु मात्र होइनन्, त्यहाँको माटोकै बलियो पहिचान हुन्। यी सबै कृषि उत्पादनहरू यत्तिकै त फल्दैनन् नि, यसको पछाडि विशाल सिँचाइ आयोजनाहरूको ठूलो हात छ। कपिलवस्तुको वाणगङ्गा, रूपन्देहीको तिनाउ र कैलालीको मोहना सिँचाइले ठूलो क्षेत्र विजाएका छन्। ऐतिहासिक दृष्टिकोणले सप्तरीको चन्द्रनहर त छँदैछ, त्यसका साथै सर्लाहीको जुद्धनहर, रौतहट र सर्लाही छुने बागमती सिँचाइ अनि शारदा ब्यारेजको महाकाली सिँचाइ आयोजना, यी सबै हाम्रो कृषि अर्थतन्त्रका साँच्चै नै मेरुदण्ड हुन्। र अन्त्यमा देशको शासन तथा निर्वाचन प्रणालीको विकासक्रमको कुरा गरौँ। 2015 सालको त्यो ऐतिहासिक पहिलो आम निर्वाचन सम्झिँदा त्यति बेला सम्पूर्ण देशलाई जम्मा 109 निर्वाचन क्षेत्रमा मात्र बाँडिएको थियो। तर आज हाम्रो प्रणाली निकै फराकिलो र लोकतान्त्रिक भएको छ। अहिले हामीले मिश्रित निर्वाचन प्रणाली अपनाएका छौँ, जहाँ प्रत्यक्ष अर्थात् फर्स्ट पास द पोस्ट र समानुपातिक अर्थात् प्रोपोर्सनल रिप्रेजेन्टेसन दुवै विधिबाट जनप्रतिनिधि छानिन्छन्। यसले सबै वर्गको आवाज सुनिश्चित गरेको छ। यहाँसम्म आइपुग्दा हामीले देखेका यी अथाह भौगोलिक र प्रशासनिक तथ्याङ्कहरू साँच्चै नै आश्चर्यचकित तुल्याउने खालका छन्। हिजोको प्राचीन कालदेखि आजको यो सङ्घीय संरचनासम्म आइपुग्दा हाम्रा प्रशासनिक सिमाना र समृद्ध पहिचानहरू लगातार बदल्दै आएका छन्। यस परिदृश्यमा एउटा ठूलो प्रश्न खडा हुन्छ, यी संरचनाहरू यसरी नै विकसित हुँदै गर्दा हाम्रा भावी पुस्ताले यस राष्ट्रको नक्सा र पहिचानलाई कसरी नयाँ स्वरूप देलान् त? भूगोल र इतिहासको यो सिकाइ सधैँ यसरी नै चलिरहनेछ। आजको यस प्रस्तुतिमा हामीसँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।